सिधै विषयवस्तुमा जाउँ है त। आज हामी एउटा यस्तो रहस्यमय र मुटु काप्ने नेपाली लघुकथाको चिरफार गर्दैछौँ जसले मनोवैज्ञानिक त्रास कसरी काम गर्छ भनेर एकदमै गजबले देखाउँछ। एउटा बन्द कोठा, नितान्त एक्लोपन र असम्भव घटनाहरू सुन्दै आङ जिरिङ हुन्छ नि। आउनुहोस् यो रहस्यको गहिराईमा सँगै डुबौँ। एकछिन यो दृश्यलाई महसुस गरौँ। काठमाडौँको एउटा निकै पुरानो घर, बाहिर दर्किएर पानी परिरहेको छ। रातको ठ्याक्कै 12 बजेको छ र त्यो पुरै सिङ्गो घरमा एकजना केटा बिल्कुलै एक्लै छ। यो सेटअपले नै भित्रैदेखि एउटा अनौठो चिसोपन ल्याउँछ, होइन र? पुरानो घर अनि मध्यरातको झरी यहाँ जे पनि हुन सक्छ जस्तो लाग्छ। यही एक्लोपन र सन्नाटा नै हाम्रो आजको कथाको जग हो। पहिलो खण्ड, मध्यरातको सन्नाटा। कथाको यो सुरुवाती माहौल कसरी तयार हुन्छ त? हेरौँ है त घटना कसरी अगाडि बढ्छ। रातिको 11:15 बजीतिर बाहिर मुसलधारे पानी पर्न थाल्छ। 11:55 सम्म पनि त्यो केटा घरभित्र एकदमै एक्लो र शान्त अवस्थामा बसिरहेको छ। अनि ठिक 12 बज्दा, जसलाई हामी अक्सर रातको सबैभन्दा रहस्यमय समय वा विचिङ आवर भन्छौँ, त्यो डरलाग्दो सन्नाटा अचानक तोडिन्छ। मानिसको सबैभन्दा ठूलो डर भनेकै अन्ध्यारोमा एक्लै हुनु हो र यो कथाले ठ्याक्कै त्यही कमजोरीमाथि प्रहार गर्छ। अब जाउँ दोस्रो खण्डमा, रहस्यमय फोन कल, शान्त घरमा अचानक घुसपैठ। त्यो सियो खसे पनि सुनिने सन्नाटाको बीचमा अचानक फोनको घन्टी बज्छ। तर अचम्मको कुरा के छ भने फोनको स्क्रिनमा न कुनै नम्बर छ न त कुनै नाम नै। कलिङ भइरहेको छ तर कल गर्ने को हो केही पत्तो छैन। यो आफैमा कति डरलाग्दो कुरा हो कल्पना गरौँ त। मुटु ढुकढुक गर्दै डराउँदै त्यो कल उठाइन्छ। आफूलाई सबैभन्दा सुरक्षित ठानिएको आफ्नै घरभित्र पनि कसरी एकैछिनमा त्रास पस्न सक्छ भन्ने कुरा यसले देखाउँछ। अनि फोनको अर्कोपट्टिबाट एउटी महिलाको एकदमै सानो, काने खुसी गरे जस्तो डरलाग्दो आवाज सुनिन्छ। ढोका नखोल, म तिम्रो घर बाहिर उभिएकी छु। सुन्दै आङ झिरिङ्गो हुन्छ। यो कुनै सामान्य धम्की होइन नि। घर बाहिर कोही छ भन्ने कुरा त डरलाग्दो छँदैछ, तर बाहिर भएको मान्छेले नै ढोका नखोल भन्नुले दिमागमा अनेकौं डरलाग्दा प्रश्नहरू खेल्न थाल्छन्। माहौल झनै भयानक बन्छ। तेस्रो खण्ड, असम्भव सत्य। कथाको त्यो बिन्दु जसले सबै कुरा उल्टाइदिन्छ। अब आउँछ एउटा यस्तो सत्य जसले रगत नै जमाउँछ। त्यो फोनबाट आएको महिलाको आवाज अरू कसैको नभएर उसकै आफ्नै आमाको थियो। सामान्यतया आमाको आवाज सुन्दा त कति सुरक्षित महसुस हुनुपर्ने हो नि, होइन र? तर यहाँ ठिक उल्टो हुन्छ। त्यो केटाको शरीर एक्कासी चिस्सिन्छ, होसै उडे जस्तो हुन्छ। किन त? यसको पछाडिको कारण कल्पना पनि गर्न नसकिने खालको छ। अङ्क 3। यो एउटा सानो अङ्कले कथाको पुरै दिशा परिवर्तन गरिदिन्छ। किनभने उसकी आमा त 3 वर्ष अघि नै बितिसक्नु भएको थियो। सोचौँ त, जो मान्छे यो संसारमै छैन, जसको मृत्यु भएको 3 वर्ष बितिसक्यो, उसको आवाज फोनमा कसरी आउन सक्छ? वैज्ञानिक वा तार्किक रूपमा यो पूर्णतया असम्भव कुरा हो। तर मृत्युलाई जितेर आएको यो आवाजले अब साधारण डरलाई असीम पारलौकिक त्रासमा बदलिदिन्छ। चौथो खण्ड, ढोकामा को छ? अन्तिम सुरक्षा पर्खाल पनि भत्किँदै। फोनमा त्यो अकल्पनीय कुराकानी चलिरहेकै बेला एक्कासी घरको मुख्य ढोकामा सुनिन थाल्छ। टक टक टक। यो आवाजले मुटुको धड्कन वात्तै बढाउँछ। बाहिर को छ त? एकातिर 3 वर्ष अघि बितेकी आमाको आवाज फोनमा आउनु अनि ठ्याक्कै त्यही बेला मध्यरातमा ढोका ढकढक हुनु। अब स्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गइसकेको छ। अनि सुरु हुन्छ डरलाग्दो श्रृङ्खला। पहिलो कदम, घरको मुख्य ढोका बिस्तारै आफ्नै तालमा खुल्न थाल्छ। कसैले बाहिरबाट तानेर होइन, आफै। र दोस्रो कदम, फोनमा फेरि त्यही मृत आमाको आवाज दोस्रो पटक गुन्जिन्छ। घरको भित्री सुरक्षा र बाहिरी खतरा बीचको त्यो अन्तिम पर्खाल अब पूर्ण रूपमा ढलिसकेको छ। फोनबाट फेरि आवाज आउँछ, म भित्र आइसकेँ। यो एउटा सानो वाक्यले भयानक सन्देश बोकेको छ। अब त्यो अज्ञात बाहिरी शक्ति ढोका बाहिर मात्र सीमित छैन, त्यो घरभित्रै प्रवेश गरिसकेको छ। जुन घरलाई सबैभन्दा सुरक्षित आश्रयस्थल मानिएको थियो, त्यो अब पूर्ण रूपमा असुरक्षित र एउटा डरलाग्दो पासोमा परिणत भइसकेको छ। मुटु कामिरहेको अवस्थामा उसले बिस्तारै पछाडि फर्केर हेर्छ। त्यहाँ एउटा अँध्यारो कुनामा एउटा आकृति उभिरहेको छ। त्यो आकृति ठ्याक्कै उसकी आमा जस्तै देखिन्छ। तर सबैभन्दा डरलाग्दो कुरा के छ भने त्यो आकृतिका आँखाहरू
पुरै काला छन्, आँखामा अलिकति पनि सेतो भाग छैन, केवल असीमित अँध्यारो। यो दृश्यले हाम्रो तर्क र विज्ञानलाई ठाडै चुनौती दिन्छ। अब यो प्रश्न हुन्छ कि यो कुनै सामान्य मानव नभएर कुनै भयानक अलौकिक शक्ति हो। अन्तिम खण्ड, अन्त्यहीन कल, कथा सकिए पनि नसकिने डर। एकातिर फोन अचानक कट्छ, सम्पर्क टुट्छ, तर अर्कोतिर फोनको स्क्रिनमा एउटा अकल्पनीय दृश्य देखिन्छ। कल काटिए पनि फोनको कल ड्युरेसन अर्थात् समय अझै चलिरहेकै छ। सोचौँ त, कल काटिएको छ तर टाइमर अझै अगाडि बढिरहेको छ। यो विरोधाभासले पुरै स्थितिको असम्भवतालाई झनै गाढा बनाउँछ र दिमागलाई पुरै सुन्न पारिदिन्छ। अनि अन्त्यमा एउटा एकदमै गहिरो र डरलाग्दो प्रश्न खडा हुन्छ। यदि फोन काटिसकेको छ भने अर्कोपट्टिबाट अझै को सुनिरहेको छ त? त्यो कलको समय कसरी अगाडि बढिरहेको छ? अनि त्यो अँध्यारो कुनामा उभिएको पुरै कालो आँखा भएको आकृति वास्तवमा को थियो? यी अनुत्तरित प्रश्नहरूले कथा सकिएपछि पनि हाम्रो दिमागमा एउटा गहिरो सन्नाटा र नमेटिने डर छोडेर जान्छन्। आजको यो रहस्यमय विश्लेषणबाट हामी यति नै विचार गरौँ। साथ दिनुभएकोमा धन्यवाद।